हामी जस्तो आम जनताले के थाहा हुन्छ र भोजराज थापाज्यूलाई हामीले खोजिरहेकी थियौँ उहाँले कन्ट्याक्टमा लिन सकेनौँ अनि अरूको अब त्यति थाहा भएन हेर्नुहोस् त्यही भएर खोज्न सकेनौँ कतै गर्न सकेनौँ जना दिदी जुन पसल एउटा कपी अनि त्यसमाथि एउटा पालिकाले दिएको पर्ची बोकेर पसल सहयोग माग्दै हिँड्दै गरेको यो दृश्य देखे जुन दृश्य देखे त्यो दृश्यले मेरो मन कटक्क छुयो साँच्चीकै दिदी आफू आर्थिक हिसाबले चाहिँ सबल भएर पसल सहयोग लिनको लागि हिँड्नु भएको छैन होला त्यो नारीको मनमा त्यो महिलाको मनमा पक्कै पीडा छ भन्ने मैले बुझेँ अनि मैले सोधेँ दिदी तपाईँ यसरी पसल किन हिँड्नु भएको छ दिदीले जवाब दिनुभयो मेरो श्रीमान दुर्गा प्रसाद जैसी मेरो श्रीमान जुन अहिले प्याङ्क्रियाजको समस्या भइसकेपछि हस्पिटलमा चाहिँ भर्ना हुनुहुन्छ बुटोलको अञ्चल हस्पिटलमा मेरो श्रीमान भर्ना हुनुभएको छ डाक्टरले भन्छ 15 देखि 18 लाखसम्म अपरेसन गर्नको लागि चाहिँ चाहिएको छ डाक्टरले कति लाग्छ भनेको छ दिदी 15 देखि 18 लाखसम्म 15 देखि 18 लाख लाग्छ भनेको छ हजुर तपाईले यसरी हिँडेर हैन तपाईले जुटाउन सक्नु होला त कुन ठाउँमा पुग्नु भयो यसरी पर्ची बोकेर तपाईले अलिकति ठाउँमा हिँडिसके बस अलिकति ठाउँमा मात्रै हजुर 4-5 हजार उठ्यो होला कति दिन हिँड्नु भयो तपाईँ अहिले 4-5 हजार उठाउनु भएको छ कति दिन हिँडेर 3-4 दिन हिँड्ने 3-4 दिन हिँडेर जम्मा 4-5 हजार उठाउनु भएको छ मेरो आर्थिक अवस्था केही छैन जग्गा बेच्यो भने पनि जङ्गलमा रहेको एउटा घर छ त्यही घर पनि कसैले किन्दिदैन त्यही जग्गा पनि कसैले किन्दिदैन मैले मेरो श्रीमानलाई जसरी भए पनि बचाउनु छ भन्दै उहाँ धेरैको वचन चाहिँ सुन्नुपर्छ अनि धेरैको वचन सुनी भए पनि 10-20 रुपियाँ कलेक्सन गर्नको निम्ति यो बजार भौतारिरहनु भएको छ यही कारुणिक दृश्य आज म तपाईँको माझमा देखेँ अनि त्यही भिडियो कहानी त्यही भिडियो सामग्रीलाई आज म तपाईँको माझमा देखाइरहेको छु सानो बच्चा छन् तिनको खर्च पानी चलाउन पर्यो सबै गर्न पर्यो कति वर्षको छन् नानी बाबुहरू सानो छन् ठुली नानी 12 वर्षकी भई सानी नानी 8 वर्षकी भई बाबु 7 वर्षको भयो अनि सानी नानी फेरि 4 वर्षकी भई मेरो 4 भन्न छन् के छ अनि दिदीले भन्नुभयो भोजराज लगायतका पत्रकारहरूलाई मैले सम्पर्क गर्न खोजेँ तर सम्पर्कमा ल्याउन सकेन तर अन्यसँग मेरो चिन्जान पनि थिएन अनि त्यसरी पनि मैले सम्पर्कमा ल्याउन सकेन तर आज हामी यसरी दिदीमाझ टुप्लुक्क चाहिँ उपस्थित भएर त्यो दिदीको कारुणिक अवस्थालाई म तपाईँको माझमा देखाइरहेको छु कृपया हामी विभिन्न दूर दराजका ठाउँमा पुग्छौँ विभिन्न भुइँमान्छेका आवाजहरूलाई तपाईँको माझमा लिँदै गरेका हुन्छौँ आज पनि म तपाईँको माझमा यो निकै दर्दनाक पीडादायी भिडियोलाई तपाईँको माझमा देखाइरहेको छु यो भिडियोमा देखाइरहेको तस्बिरलाई हेर्नुहोस् त जुन तस्बिरमा एकजना पुरुष दुर्गा प्रसाद जैसी हस्पिटलको बेडमा छटपटाइरहनु भएको छ मृत्यु र जीवनको दोसादमा चाहिँ लडिरहनु भएको छ हार गुहार गरिरहनु भएको छ त्यही हार गुहार गरिरहेको यो तस्बिर यो भिडियोलाई आज हामी तपाईँको माझमा सेयर गर्न गइरहेका छौँ केही बेचुलो बन्नु छैन केही छैन त्यस्तै छ हेर्नुहोस् त्यस्तो केही पनि छैन हैन छैन केही पनि अब जङ्गलको ठाउँ पर्यो हेर्नु कसैले जग्गा पनि बेच्छु भन्दा नि किन्दिन केही पनि छैन आर्थिक दर्शक महानुभावहरू सबैलाई नमस्कार मेरो नाम विजय वर्षाल यति बेला म यो अर्घाखाँची जिल्लाको यो मालारानी गाउँपालिका 9 मार्सु सिमे देउराली भन्ने स्थितिबाट यो भिडियो सामग्रीलाई तपाईँको माझमा देखाइरहेको छु तपाईँलाई देखाइरहेको छु मेरो क्यामेराको फ्रेममा एकजना दिदी हुनुहुन्छ जसले एउटा हातमा पर्ची बोकेर पसलमा चाहिँ सहयोग माग्दै हिँड्नु भएको मैले जुन दृश्य देखेँ यही दृश्यलाई आज म तपाईँको माझमा देखाउन गइरहेको छु जसरी एउटा पर्ची बोकेर पसलमा हिँड्ने त्यो उहाँको रहर त होइन होला उहाँको पक्कै पनि उहाँको बाध्यता नै होला आज म उहाँसँग कुराकानी गर्न गइरहेको छु उहाँको कहाँदेखि आउनु भएको छ कसरी चाहिँ यो के को लागि चाहिँ सहयोग कलेक्सन गर्दै हुनुहुन्छ उहाँसँग कुराकानी गर्ने प्रयत्न गरिरहेको छु कृपया भिडियो कहाँबाट हेर्नु भएको छ भिडियोलाई सेयर गरेर प्रत्येक नेपालीमाझ पुर्याइदिनु होला उपचार गर्नका लागि उहाँको अपरेसन गर्न परेको हुँदाले सहयोग माग्दै हिँड्ने कि म के को अपरेसन गर्नु पर्यो तपाईँको श्रीमानको प्यानक्राइज भन्ने ड्यामेज भएर श्रीमानको चाहिँ तपाईँको श्रीमानको प्याङ्क्रियास ड्यामेज भयो हजुर
कुन अहिले कहाँ हुनुहुन्छ श्रीमान? बुटोल हस्पिटलमा भर्ना हुनुहुन्छ 8-9 दिन भए। हजुर कुन हस्पिटलमा? अञ्चल हस्पिटलमा। अञ्चल हस्पिटलमा भर्ना हुनुहुन्छ होइन? हजुर कति समय भयो तपाईँको श्रीमान बिरामी भएको? लामो समय भयो, 15-16 महिना भयो। 15-16 महिना भयो होइन? हजुर तपाईँले योभन्दा अगाडि चाहिँ कहिले हस्पिटलमा गएर चेक गराउनु भएको थियो थिएन? गरेका मैले देखियो भए 13-14 महिना त आफै घरैबाट दाईहरूले दिदी बहिनीले सबैले मद्दत गरेर हामीले उपचार गरिरहेको थियौँ। निको भएको थिएन? भएन, 4-5 लाख रुपियाँ खर्च गऱ्यौँ, भएन। त्यही भएर अब सहयोग माग्न हामी हिँड्न लागेको। अब श्रीमानको अवस्था त्यस्तो छ, हस्पिटलमा चाहिँ भर्ना हुनुहुन्छ, तपाईँ यसरी चाहिँ पर्ची बोकेर हिँड्नु भएको छ। एउटा आफूलाई चाहिँ कमाएर दिने श्रीमान नै, घरको प्रमुख मान्छे नै बिरामी भइसकेपछि एकदम गाह्रो त हुन्छ होला नि दिदी? हजुर धेरै गाह्रो हुन्छ। हजुर कस्तो लाग्छ दिदी? डक्टरले कति लाग्छ भनेको छ दिदी? 15देखि 18 लाखसम्म। 15देखि 18 लाख लाग्छ भनेको छ। हजुर तपाईँले यसरी हिँडेर होइन तपाईँले जुटाउन सक्नु होला त? कुन कुन ठाउँमा पुग्नुभयो यसरी पर्ची बोकेर तपाईँ? अलिकति ठाउँमा हिँडिसके बस। अलिकति ठाउँमा मात्र हिँड्नुभयो होइन? हजुर 4-5 हजार उठ्यो होला। हजुर कति दिन हिँड्नुभयो तपाईँ? अहिले 4-5 हजार उठाउनु भएको छ, कति दिन हिँडेर चाहिँ उठाउनु भएको छ? 3-4 दिन हिँड्यौँ। 3-4 दिन हिँडेर जम्मा 4-5 हजार उठाउनु भएको छ होइन? हजुर कतिपयले जवाफ पनि लाउँछन् होला, सहयोग उठाउनु चाहिँ हिँड्यो भनेर यसरी नराम्रो पनि भन्छन् होला? भन्छन् हेर्नु, भन्नेको मुखमा खोट पर्दैन हेर्नु। कुन ठाउँ हो रे तपाईँको घर? लेडमेला लामफाटा भन्छन्। प्युठान जिल्लामा पर्छ? हजुर दिउराली भन्छन्। हजुर दिउराली प्युठान जिल्लामा चाहिँ पर्छ होइन? हजुर हजुर त्यसो भए एकदमै पीडा चाहिँ छ, पीडा बोकेर चाहिँ श्रीमानलाई बचाउन सक्छु कि भनेर चाहिँ हिँड्नुभएको छ। हजुर सानो बच्चा छन्, तिनको खर्च पानी चलाउन पर्यो, सबै गर्न पर्यो। हजुर कति वर्षको छन् नानी बाबुहरू? सानो छन्। ठुली नानी 12 वर्षकी भई, सानी नानी 8 वर्षकी भई, बाबु 7 वर्षको भयो, अनि सानी नानी फेरि 4 वर्षकी भई। मेरो 4 भन्न छन्। के छ अहिले आर्थिक अवस्था कस्तो छ? कसरी चाहिँ चलाउँदै आउनु भएको छ घर परिवारलाई? अब मेरो माइतीकाले सहयोग गर्नुभएको छ, माइतीले मेरा, अनि दाइ भाइले गरिराख्नु भएको छ आजसम्म त। अहिलेसम्म दाइ भाइ माइतीहरूले चाहिँ गर्नुभएको छ। अब भने आर्थिक अवस्था केही छैन त्यस्तो? हजुर केही पनि छैन, केही बेचुलो बन्ने छैन, केही छैन, त्यस्तै छ हेर्नुहोस्। बेच्ने त्यस्तो केही पनि छैन होइन? छैन केही पनि नै। अब जङ्गलको ठाउँ पर्यो हेर्नु, कसैले जग्गा पनि बेच्छु भन्दा नि किन्दिनँ, केही पनि छैन आर्थिक यस्तो। कहिले तपाईँले मिडियाहरूलाई चाहिँ भन्ने गर्नु भएन मेरो चाहिँ समस्या यस्तो छ होइन आइदिनु पर्यो भनेर कसैलाई चाहिँ खबर गर्नु भएन? खोज्न त खोजिराखेका हेर्नुहोस्, कसैले पनि अब कन्ट्याक्टमा अझ लिन सकेनौँ। हामीले भोजराज थापाज्यूलाई हामीले खोजिरहेकी थियौँ, उहाँले कन्ट्याक्टमा लिन सकेनौँ, अनि अरूको अब त्यति थाहा भएन हेर्नुहोस्, त्यही भएर खोज्न सकेनौँ, कतै गर्न सकेनौँ। प्युठानका अन्य पत्रकारहरूलाई पनि तपाईँले कन्ट्याक्ट गर्न सक्नु भएन? सकेनौँ हेर्नुहोस्। अब चिनजान हुन्छ, पहुँच हुन्छ, थाहा हुन्छ हेर्नुहोस्, हामी जस्तो आम जनताले के थाहा हुन्छ र? तपाईँ वार्डहरूमा पनि जानुभयो होला होइन, पालिकामा पनि जानुभयो होला, पालिकाले कति सहयोग गर्छु भनेको छ? पालिकाले त 10,000 हो रे सर। जम्मा पालिकाले 10,000 सहयोग गर्छु भन्यो होइन? हजुर त्यति जो हो रे हेर्नुहोस्, त्यहाँ चाहिँ बिमार अब कति जटिल छ त्यही अनुसार अब मिटिङ बसेर बल्ल सल्लाह गरेर कतिको गर्न सक्छौँ त्यति। त्यसको लागि पनि मिटिङ बसेर बल्ल दिने चाहिँ भनेको छ है? हजुर हेर्नुहोस् त यो परिवारको अवस्था, बिचल्ली अवस्था हामीले देख्यौँ। दिदी हातमा जुन पर्ची लिएर चाहिँ पसल पुग्नु भएको थियो, अनि हामीले सोध्यौँ दिदीलाई चाहिँ पक्कै समस्या केही छ, केही समस्या भएकै कारणले गर्दा पसल डुल्नु भएको छ। अनि आफ्नै दुःख जस्तो लाग्यो, अनि दिदीसँग हामी हिँड्छौँ त हामी एकचोटि भेटौँ भनेर चाहिँ हामी भेट्ने प्रयत्न गऱ्यौँ। दिदीको आँखाको आँसुलाई तपाईँले हेर्नु भएको छ?
कसैले पनि आफू सबल भएर यसरी चाहिँ सबैको माझमा चाहिँ यति दिनुहोस् भन्दै माग्दै हिँड्दैन हेर्नुहोस्। पक्कै त्यो मनमा पीडा छ, जुन कमाउने श्रीमान जुन यसरी चाहिँ बिचल्ली अवस्थामा परिसकेपछि यसरी हिँड्नुभएको छ। कृपया कहाँबाट हेर्नु भएको छ, हामीले तपाईँलाई सहयोग गर्न चाहनुहुन्छ भने हामी तपाईँलाई QR कोड पनि राखिदिनेछौँ, लिङ्क डिस्क्रिप्सनमा हामी तपाईँलाई उहाँको नम्बर पनि राखिदिनेछौँ, खाता नम्बर पनि राखिदिनेछौँ, त्यहाँबाट सहयोग गरिदिनु होला होइन। अब धेरैजनाले यति बेला हामीलाई धेरै ठाउँबाट देश विदेशबाट दाजुभाइ दिदीबहिनीहरूले हेरेर बस्नु भएको छ होला होइन। हेरेर बस्ने दर्शक साथीहरूलाई चाहिँ के भन्न चाहनुहुन्छ? सबैले मैले भन्न चाहन्छु कि आउने जीवनमा कसैको हेर्नु सुख दुःख सबैलाई पर्छ हेर्नुहोस्। त्यसको कारणले मेरो श्रीमान बचाउनका लागि सबैले सक्दो मद्दत गर्नुलाई हेर्नुहोस्, त्यही भन्न चाहन्छु मैले सबैलाई। दिदी हजुर सक्दो आफूले सक्दो सहयोग गर्नु ल, त्यही भन्न चाहन्छु। एकदमै गाह्रो छ, त्यसो भए गाह्रो भएर नै हेर्नु भएको छ। हजुर कुनै कुनै ठाउँमा तपाईँ जानुहुन्छ होइन, हामी दिँदैनौँ होइन भन्ने मान्छेहरू पनि पाउनुहुन्छ होला होइन, कतिपयले वचन लाउँछन् होला होइन, त्यति बेला साह्रै दुःख लाग्छ होला। लाग्छ, कसैले 10 रुपियाँ 20 रुपियाँ दिन्छन् हेर्नु, दुःख लाग्छ। तपाईँले कहिले सोच्नु भएको थियो मेरो श्रीमानलाई यस्तो होला, मेरो घर परिवारलाई यस्तो दुःख होला भनेर कहिले सोच्नु भएको थियो दिदी? कसले सोध्छ र हेर्नुहोस्, आफ्नो जिन्दगीमा यस्तो आउला भन्ने कसलाई थाहा हुन्छ र, कसैले पनि थाहा हुन्न नि हेर्नुहोस्। आज यस्तो दिन आउला भन्ने के थाहा भयो र? यस्तो दिन आउला भनेर त सोचेकै हुन्न कसैले। हजुर सोध्दिनँ। हुन्छ, तपाईँलाई सहयोगी मनले प्युठानवासीहरू लगायत आम नेपाली जनताहरूले चाहिँ आफूले सक्ने प्रकारको सहयोग गरिदिनु रहेछ, हामीले पनि आशा गरौँ होइन। अन्तमा के भन्न चाहनुहुन्छ? अरू त के भन्नु र, बस मेरो श्रीमान बचाउनका लागि सबैले आफ्नो आफ्नो सक्दो सहयोग गर्नुलाई भन्न चाहन्छु मैले। श्रीमानको नाम चाहिँ के हो? श्रीमान दुर्गा प्रसाद जैसी। दुर्गा प्रसाद जैसी। हजुर।